कि र पनि यो म्युनिसिपालिटीको चाहिँ अर्गनाइजेसनमा चाहिँ जुन चाहिँ उहाँहरूको यो नेतृत्वलाई चाहिँ अझै चाहिँ पृष्ठपोषण दिनको लागि उहाँहरूको सहयोगद्वारा जुन चाहिँ कार्यक्रम सञ्चालन हुँदैछ यस कार्यक्रमका अध्यक्षता ग्रहण गरिदिनु हुनका लागि यस पकनी गाउँपालिकाका हाम्रा अभिभावक, किनकि अध्यक्ष भन्ने बित्तिकै अभिभावक हो समग्र गाउँपालिकाको, त्यो कारणले गर्दाखेरि आदरणीय गापा अध्यक्ष सुमन तामाङ सज्जनज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि यस गाउँपालिकाको हरेक प्रशासकीय सिस्टमलाई चाहिँ प्रणालीलाई चुस्त दुरुस्त बनाउन जुझारु नेतृत्वकर्ता आदरणीय प्रमुख कार्यकारी अधिकृत खम्बराज राईज्यूलाई अनुरोध गर्दछु। त्यस्तै यस ककनी गाउँपालिकाको शिक्षाको नेतृत्वलाई अझै उत्कृष्ट तहमा उचाइमा पुर्याउनका लागि नेतृत्वदायी भूमिका खेलिरहनु हुने यहाँका शिक्षा अधिकृत पेमा दोर्जे ठोकरज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। र विभिन्न विद्यालयहरूको विभिन्न समस्या, शिक्षकको विभिन्न समस्याहरू हुन सक्छ, त्यहाँ विभिन्न भएका कुराहरू हुन सक्छ, ती कुराहरूलाई अझै हाइलाइटमा ल्याउनको लागि, पढाउन पुर्याएको कुरालाई अझै दृष्टिगत बनाउनको लागि स्व शिक्षकको भूमिकामा रहनुभएका आदरणीय शङ्कर प्रसाद गणज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। र सम्पूर्ण म पनि एज अ म्याथमेटिक्स टिचरको रूपमा रहेको छु, मेरा दुईजना साथीहरू पनि म्याथमेटिक्स टिचरको रूपमा रहेका छन्। नेपाललाई म्याथमेटिक्समा चाहिँ केही गरौँ भनेर हामी पनि उत्रेको छौँ, तर त्यो हामी उत्रिनुभन्दा पनि यो गाउँपालिकाको लागि चाहिँ म्याथमेटिक्सको चाहिँ कन्सेप्टलाई चाहिँ अझै उचाइमा पुर्याउनको लागि चाहिँ जो हाम्रा चाहिँ यहाँ शिक्षक वर्गहरू हुनुहुन्छ सबैलाई उहाँहरूलाई आफ्नो ठाउँमा पुग्नको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो चाहिँ अब परीक्षाको कार्यक्रमलाई मैले जोड्दै जाँदाखेरि नाम त मैले भनिहालेँ होइन, अध्यक्षज्यूहरूको सबै कुराहरू भनिहालेँ, तर विशेष गरी अब तपाईँहरूको चाहिँ परीक्षात्मक कार्यक्रमहरूलाई अगाडि बढाउनुभन्दा अगाडि मैले फेरि पनि आफ्नो नाम चाहिँ यहाँ भन्न चाहेँ। मेरो नाम चाहिँ दिपेश आछामी, घर भनेको चाहिँ मेरो कमलमाई नगरपालिका वडा नम्बर 4। अहिले चाहिँ म रामेछाप नगरपालिकाको महारुद्र मावि बोलबोलमा चाहिँ म्याथ टिचरको रूपमा छु र अहिले केयुमा चाहिँ इन्टर्नसिपको विद्यार्थीको रूपमा चाहिँ इन्टर्नसिप प्रोग्राममा आबद्ध छु। सरले नमस्ते सबैजनालाई। मेरो नाम दुर्गा प्रसाद यादव हो अनि मेरो घर चाहिँ सप्तरी राज्य